साथीहरु यो फर्स्ट लेयर बनाउनको लागि हामीले सुरुमा यो प्लस बनाउनु पर्ने हुन्छ। प्लस बनेको छ। प्लस बन्दाखेरि यो सेन्टरको कलर म्याच गर्नुपर्ने हुन्छ। अनि यो सेन्टर कलर म्याच भइसकेपछि चारवटा कर्नर पनि सल्भ गर्नुपर्ने हुन्छ। अनि त्यसको लागि साथीहरु यो यहाँ आउने पिस यहाँ आउनु हुँदैन, तल हुनुपर्छ। जस्तो व्हाइट यहाँ रहेको छ, तलपट्टि हुनु हुँदैन। व्हाइट यता भएपछि ब्लूसँग म्याच गर्नु पर्यो अनि यो कलर यहाँ आउँछ। यो हेर्नु है साथीहरु, यहाँनिर अब सेतो यता रहेको छ, सेतोको यता ग्रीनसँग म्याच गराएर यसरी यहाँ आयो। अनि साथीहरु यो तल रहेको छ भने यसले माथि लिएर आउनु पर्ने हुन्छ फर्स्टमा। अनि साथीहरु यहाँ हेर्न सक्नुहुन्छ, सेतो यता रहेको छ, रातो सेन्टरकोसँग म्याच गर्यो। अनि यो ठ्याक्क यता लगाइदियो अनि यो ब्लूसँग म्याच गर्यो। अनि ठ्याक्क साथीहरु यो फर्स्ट लेयर कम्प्लिट भयो।